नमस्ते साथीहरू, अडियो जात्रामा तपाईलाई स्वागत छ। थिङ्क स्ट्रेट हामीलाई यो बताउँछ कि आफ्ना सोचहरूलाई परिवर्तन गरेर हामी कसरी आफ्नो जीवनलाई राम्रो बनाउन सक्छौं। किताबको अनुसार हाम्रा सोचहरूमाथि जति नियन्त्रण हामी सोच्छौं त्यसभन्दा धेरै छ। यो किताब ती सबैका लागि हो जो आफ्नो जीवनमा परिवर्तन ल्याउन चाहन्छन्। यसबाट करियर, सम्बन्धहरू र हरेक कुरामा सुधार हुन सक्छ। हेलो फ्रेन्ड्स, बुक इनसाइडरमा तपाईं सबैको स्वागत छ। आज हामी कुरा गर्नेवाला छौं थिङ्क स्ट्रेट किताबको बारेमा, जसलाई लेखेकी छिन् द रियस फोर्ने। पोइन्ट 1, थट्स की पावर। तपाईंका सोचहरू तपाईंको जीवनलाई नियन्त्रण गर्नमा अनबिलिभेबल हुन्छन्। ती न केवल तपाईंको अप्रोच र इमोशन्सलाई प्रभावित गर्छन्, बल्कि तपाईंबाट लिइने निर्णयहरू र तपाईंबाट अनुभव गरिने वास्तविकतालाई पनि बनाउँछन्। हाम्रा सोचहरू दुई तरिकाबाट हाम्री वास्तविकतालाई बनाउँछन्। पहिलो, न्यूरोप्लास्टिसिटीबाट। हाम्रो ब्रेन निरन्तर बदलिरहेको हुन्छ र नयाँ जानकारी र अनुभवहरूको आधारमा आफैलाई नयाँ बनाइरहेको हुन्छ। जब हामी बारम्बार केही सोच्छौं, तब हाम्रो ब्रेन ती सोचहरू अनुसार आफैलाई बनाउँछ। उदाहरणका लागि, यदि तपाईं निरन्तर आफैलाई भन्नुहुन्छ कि तपाईं कुनै कुरामा असफल हुनुहुनेछ भने तपाईंको ब्रेन वास्तवमा सफलताका लागि आवश्यक न्यूरल कनेक्सनहरू बनाउने कम सम्भावना राख्छ। दोस्रो, तपाईंका कार्यहरूलाई प्रभावित गरेर तपाईंका सोचहरूले तपाईंका कार्यहरूलाई प्रेरित गर्छन्। यदि तपाईं मान्नुहुन्छ कि तपाईं कुनै कुरा पूरा गर्न सक्नुहुन्छ भने तपाईं पूरा गर्ने कोसिस गर्ने बढी सम्भावना राख्नुहुन्छ। अर्कोतर्फ, यदि तपाईं मान्नुहुन्छ कि तपाईं असफल हुनुहुनेछ भने तपाईं कोसिस गर्ने झन्झट पनि उठाउनुहुन्न। उदाहरणका लागि, किताबले एउटा यस्तो व्यक्तिको उदाहरण दिन्छ जसले आफैलाई यो भनेर क्यान्सरसँग लडाईँ लड्यो कि ऊ रोगभन्दा ठूलो छ, र एउटा यस्तो व्यक्तिको उदाहरण पनि दिन्छ जसले आफैलाई यो भनेर व्यवसायमा सफलता हासिल गर्यो कि ऊ अजेय छ। पोइन्ट 2, आफ्ना सीमित गर्ने विश्वासहरूलाई चिन्नु। प्राय हाम्रा आफ्नै सोचहरू नै हाम्री सफलता र खुशीमा बाधा हाल्छन्। यी बाधाहरूलाई प्राय लिमिटिङ बिलिफ्स भनिन्छ। यी ती गहिरो जरा गाडेका सोचहरू हुन् जसले हामीलाई विश्वास दिलाउँछन् कि हामी के गर्न सक्षम छौं र के छैनौं। चल्नुहोस्, म तपाईसँग केही प्रश्नहरू सोध्छु। के तपाईँ प्राय म गर्न सक्दिन वा यो मेरो लागि धेरै कठिन छ जस्ता वाक्यहरूको प्रयोग गर्नुहुन्छ? के तपाईँ प्राय असफलताबाट डराउनुहुन्छ र जोखिम लिनबाट बच्नुहुन्छ? के तपाईँ आफैको आलोचना गर्नुहुन्छ र आफ्ना सफलताहरूलाई कम आँक्नुहुन्छ? के तपाईँ अरूसँग तुलना गर्नुहुन्छ र प्राय आफैलाई पर्याप्त नमहसुस गर्नुहुन्छ? यदि तपाईँ यी मध्ये कुनै पनि प्रश्नको जवाफ होमा दिनुहुन्छ भने यो सम्भव छ कि तपाईलाई आफ्ना सीमित गर्ने विश्वासहरूलाई चिन्ने र बदल्ने आवश्यकता छ। किताबले केही रणनीतिहरू दिन्छ जसमा शामिल छ आफ्ना सोचहरूलाई चुनौती दिनु। नकारात्मक सोचहरूमाथि प्रश्न उठाउनुहोस् र हेर्नुहोस् कि तिनका पछाडि कुनै ठोस प्रमाण छ कि छैन। आफैसँग दयालु बन्नु। आफैको आलोचना गर्नेको सट्टा आफैसँग त्यसरी कुरा गर्नुहोस् जसरी तपाईँ कुनै साथीसँग कुरा गर्नुहुन्छ। आफैलाई सकारात्मक एफर्मेसन दिनु। आफैलाई याद दिलाउनुहोस् कि तपाईँ सक्षम हुनुहुन्छ साना लक्ष्यहरू सेट गर्नु र तिनलाई पूरा गर्नु। यसले तपाईंको आत्मविश्वास बढाउँछ र तपाईँ बढी महत्त्वाकांक्षी लक्ष्यहरू प्राप्त गर्न प्रेरित हुनुहुन्छ। पोइन्ट 3, न्यूरोप्लास्टिसिटीको विज्ञान। यो तपाईंका सोचहरू र कार्यहरूको आधारमा तपाईंको ब्रेनलाई बदल्ने र अनुकूलित गर्ने क्षमता हो। किताबले बताउँछ कि हाम्रो ब्रेन एउटा स्थिर अङ्ग होइन, बल्कि यो जीवनभर नयाँ अनुभवहरूको प्रतिक्रियामा आफैलाई निरन्तर नयाँ बनाउँछ। अर्को शब्दमा, तपाईँ आफ्नो ब्रेनलाई नयाँ कुराहरू सिक्नका लागि प्रशिक्षित गर्न सक्नुहुन्छ। पुराना बानीहरूलाई तोड्न सक्नुहुन्छ र यहाँसम्म कि आफ्नो सोच्ने शैलीलाई पनि बदल्न सक्नुहुन्छ। नयाँ सिपहरू सिक्नु। कुनै पनि उमेरमा नयाँ कुराहरू सिक्नु महत्त्वपूर्ण छ, चाहे त्यो नयाँ भाषा हो, नयाँ सङ्गीत वाद्ययन्त्र हो वा कुनै नयाँ शौक हो। ब्रेनले नयाँ न्यूरल कनेक्सनहरू बनाएर र विद्यमानहरूलाई बलियो बनाएर सिकाइ प्रक्रियाको जवाफ दिन्छ। आफ्नो सोच बदल्नुहोस्। तपाईंका सोचहरूले तपाईंको ब्रेनलाई प्रभावित गर्छन्। नकारात्मक सोचहरूलाई सकारात्मक सोचहरूद्वारा बदल्नाले तपाईँ तनाव कम गर्न सक्नुहुन्छ, चिन्ता हटाउन सक्नुहुन्छ र बढी सकारात्मक महसुस गर्न सक्नुहुन्छ। दृष्टिकोण विकास गर्न सक्नुहुन्छ। नयाँ बानीहरू बनाउनु,
पुराना बानीहरूलाई छोड्नु र नयाँ बानीहरू बनाउनु चुनौतीपूर्ण हुन सक्छ, तर यो निश्चित रूपमा सम्भव छ। जब तपाईँ केही नयाँ गर्ने अभ्यास गर्नुहुन्छ, तब तपाईँ आफ्नो ब्रेनलाई नयाँ न्युरल पाथवेहरू बनाउन प्रेरित गर्नुहुन्छ। आफ्नो दिमागलाई चुनौती दिनु, नियमित रूपमा आफ्नो दिमागलाई चुनौती दिनु, यसलाई तीव्र राख्ने र न्युरोप्लास्टिसिटी बढाउने एउटा उत्कृष्ट तरिका हो। पहेलीहरू गर्नु, नयाँ ठाउँहरूमा जानु र नयाँ कुराहरू पढ्नु सबै तपाईँको दिमागलाई उत्तेजित गर्ने राम्रा तरिकाहरू हुन्। पोइन्ट 4, सेल्फ अवेयरनेस विकास गर्नु। सेल्फ इम्प्रुभमेन्टको पहिलो कदम यो हो कि तपाईँ आफ्ना सोचहरू र भावनाहरूका लागि बढी जागरुक हुनुहोस्। यसको मतलब तपाईँ आफैसँग निरन्तर यो सोध्नुहोस् कि तपाईँ के सोचिरहनु भएको छ र कस्तो महसुस गरिरहनु भएको छ, बिना ती सोचहरू वा भावनाहरूलाई राम्रो वा नराम्रो माने। यो तटस्थ निरीक्षणको अभ्यास हो। किताबले केही प्रविधिहरूको सुझाव दिन्छ जसले सेल्फ अवेयरनेस बढाउन मद्दत गर्न सक्छ, जस्तै कि माइन्डफुल मेडिटेसन, जर्नलिङ र भावनाहरूलाई चिन्ने र लेबल गर्ने अभ्यास। जति बढी तपाईँ आफ्ना सोचहरू र भावनाहरूबाट जागरुक हुनुहुन्छ, उति तपाईँ तिनलाई बुझ्न सक्नुहुन्छ र तिनमाथि नियन्त्रण राख्न सक्नुहुन्छ। किताबले यो कुरामा पनि जोड दिन्छ कि हामी प्राय आफैबारे र संसारबारे नकारात्मक सोचहरू राख्छौँ। यी सोचहरूले हामीलाई पछाडि तान्न सक्छन् र हाम्रा लक्ष्यहरू प्राप्त गर्नमा बाधा हाल्न सक्छन्। त्यसैले किताबले नकारात्मक सोचहरूलाई चुनौती दिने र तिनलाई सकारात्मक सोचहरूद्वारा बदल्ने महत्त्वमा जोड दिन्छ। पोइन्ट 4, कृतज्ञताको अभ्यास र दृश्यीकरण। आफ्नो जीवनमा राम्रा कुराहरूको सराहना गर्नका लागि आफ्नो ध्यान केन्द्रित गर्नु। किताबको अनुसार कृतज्ञताको अभ्यास गर्नु तपाईँका सोचहरूलाई सकारात्मक रूपमा बदल्ने र तपाईँको जीवनमा खुशी र सन्तुष्टि बढाउने। हरेक दिन ती कुराहरू लेख्नुहोस् जसका लागि तपाईँ कृतज्ञ हुनुहुन्छ, चाहे ती जतिसुकै साना किन नहुन्। यो तपाईँको सकारात्मक दृष्टिकोणलाई बढावा दिने र तपाईँलाई आफ्नो जीवनमा राम्रा कुराहरूको बढी सराहना गर्न मद्दत गर्न सक्छ। कृतज्ञताका क्षणहरूमाथि ध्यान दिनुहोस्। पुरै दिन ती कुराहरूबारे जागरुक रहनुहोस् जसका लागि तपाईँ कृतज्ञ हुनुहुन्छ। यो एउटा सुन्दर सूर्यास्त हुन सक्छ वा केवल यो तथ्य कि तपाईँ स्वस्थ र जीवित हुनुहुन्छ। यी क्षणहरूलाई स्वीकार गर्नु र तिनको सराहना गर्नु तपाईँको मुडलाई राम्रो बनाउन मद्दत गर्न सक्छ। अरूलाई धन्यवाद भन्नुहोस्। जब कोही तपाईँका लागि केही राम्रो गर्छ, तब उनीहरूलाई धन्यवाद भन्न नबिर्सनुहोस्। यो साधारण कार्य कृतज्ञता व्यक्त गर्ने र तपाईँका सम्बन्धहरूलाई बलियो बनाउने एउटा उत्कृष्ट तरिका हो। दृश्यीकरण एउटा शक्तिशाली उपकरण हो जसको प्रयोग तपाईँ आफ्ना लक्ष्यहरू प्राप्त गर्न र इच्छित भविष्यलाई साकार गर्नका लागि गर्न सक्नुहुन्छ। यो यसरी काम गर्छ। मन चाहेको भविष्यको कल्पना गर्नु। आफ्ना आँखा बन्द गरेर वा मानसिक रूपमा यो कल्पना गर्नुहोस् कि तपाईँ आफ्ना लक्ष्यहरू प्राप्त गरिसक्नु भएको छ। जतिसुकै बढी विवरणहरूसँग कल्पना गर्नुहोस्, जस्तै तपाईँ कस्तो महसुस गरिरहनु भएको छ, तपाईँ कहाँ हुनुहुन्छ र तपाईँको वरिपरि के भइरहेको छ। भावनाहरूलाई जोड्नु। कल्पनाको दौरान उत्पन्न हुने सकारात्मक भावनाहरू जस्तै खुसी, गर्व वा सन्तुष्टिमाथि ध्यान दिनुहोस्। यी भावनाहरूलाई आफ्ना लक्ष्यहरू प्राप्त गर्ने प्रेरणाको रूपमा प्रयोग गर्नुहोस्। कार्यका लागि प्रेरित हुनु। आफ्नो कल्पनालाई वास्तविकतामा बदल्नका लागि ठोस कदमहरू उठाउनुहोस्। कल्पनाबाट प्राप्त मार्गदर्शनको प्रयोग गरेर लक्ष्यहरू सेट गर्नुहोस् र तिनसम्म पुग्नका लागि रणनीतिहरू बनाउनुहोस्। लक्ष्य सेटिङ र प्राप्ति। आफ्ना सपनाहरूलाई वास्तविकतामा बदल्नका लागि स्पष्ट लक्ष्य सेट गर्नु, बाटोमा आउने अवरोधहरूलाई पार गर्नु र आफैलाई निरन्तर प्रेरित राख्नु अत्यन्त आवश्यक छ। आउनुहोस् यी तीन महत्त्वपूर्ण पक्षहरूलाई गहिराईमा बुझौँ। स्पष्ट लक्ष्य सेटिङ। यदि तपाईँलाई हाम्री किताब सारांश राम्रो लागिरहेको छ भने बुक इनसाइडरलाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्। दोस्तहरू, यदि तपाईँलाई हाम्रा भिडियोहरू मन पर्छन् र तपाईँ हामीलाई समर्थन गर्न चाहनुहुन्छ भने तपाईँ हाम्री सदस्यता खरिद गर्न सक्नुहुन्छ। स्मार्ट सिद्धान्तको पालन। लक्ष्यहरू सधैँ स्मार्ट हुनुपर्छ, अर्थात् स्पेसिफिक, मेजरेबल, अचिभेबल, रेलेभेन्ट र टाइम बाउन्ड। लक्ष्यहरू र इच्छाहरूको अलगाव। इच्छाहरू अस्पष्ट हुन्छन्, जबकि लक्ष्यहरू स्पष्ट र ठोस हुन्छन्। उदाहरणका लागि, म फिट हुन चाहन्छु एउटा इच्छा हो, जबकि म आउँदा 3 महिनामा 5 किलो तौल कम गर्नेछु एउटा स्पष्ट लक्ष्य हो।
लिखित लक्ष्यहरू। आफ्ना लक्ष्यहरूलाई कागजमा लेख्नुहोस् र तिनलाई यस्तो ठाउँमा राख्नुहोस् जहाँ तपाईँ तिनलाई बारम्बार हेर्न सक्नुहुन्छ। यो तपाईँलाई प्रेरित रहन र ट्र्याकमा रहन मद्दत गर्नेछ। अवरोधहरू पार गर्ने, बाधाहरूको पहिचान। बाटोमा आउने चुनौतीहरू र बाधाहरूलाई पहिले नै चिन्नुहोस्। यसले तपाईँ तिनका लागि पहिले नै तयार रहन सक्नुहुन्छ। कार्ययोजना बनाउनु। हरेक बाधासँग सामना गर्नका लागि एउटा ठोस कार्ययोजना बनाउनुहोस्। यसमा वैकल्पिक बाटोहरू र समाधानहरूलाई पनि सामेल गर्नुहोस्। लचिलोपन कायम राख्नु। कुराहरू सधैँ योजना अनुसार चल्दैनन्। लचिलो रहनुहोस् र अवस्था अनुसार आफ्ना लक्ष्यहरू र योजनाहरूलाई राम्रोसँग समायोजित गर्नुहोस्। प्रेरित रहनु। साना साना जितहरूको उत्सव मनाउनुहोस्। आफ्ना लक्ष्यहरूको बाटोमा प्राप्त हुने साना साना सफलताहरूको उत्सव मनाउनुहोस्। यो तपाईँलाई अगाडि बढ्ने प्रेरणा दिनेछ। सकारात्मक सोच कायम राख्नुहोस्। नकारात्मक सोचहरूबाट बच्नुहोस् र सकारात्मक सोच अपनाउनुहोस्। आफैमाथि र आफ्ना क्षमताहरूमाथि विश्वास गर्नुहोस्। प्रेरणादायी व्यक्तिहरूसँग जोडिनुहोस्। यस्ता व्यक्तिहरूसँग समय बिताउनुहोस् जो तपाईँलाई प्रेरित गर्छन् र सकारात्मक ऊर्जा दिन्छन्। एउटा सहयोगी समुदाय बनाउनुहोस्। पोइन्ट 7, सम्बन्धहरू निर्माण गर्नु। किताब थिङ्क स्ट्रेट बलिया र अर्थपूर्ण सम्बन्धहरू बनाउने महत्त्वमा धेरै जोड दिन्छ। यो सिकाउँछ कि कसरी तपाईँ प्रभावकारी सञ्चार, सकारात्मक दृष्टिकोण र पारस्परिक सम्मानद्वारा आफ्ना सम्बन्धहरूलाई बलियो बनाउन सक्नुहुन्छ। प्रभावकारी सञ्चार। स्पष्ट र इमानदार रहनुहोस्। आफ्ना भावनाहरूलाई स्पष्ट रूपमा व्यक्त गर्नुहोस्, तर साथै अरूका भावनाहरूलाई पनि। जब कोही तपाईसँग कुरा गरिरहेको हुन्छ तब केवल सुने झैँ नाटक मात्र नगर्नुहोस्, बल्कि उनीहरूका कुराहरूलाई ध्यानपूर्वक सुन्नुहोस् र बुझ्ने कोसिस गर्नुहोस्। बिना आलोचना सहानुभूति देखाउनुहोस्। अरूका मतहरू र भावनाहरूलाई बुझ्ने कोसिस गर्नुहोस्, चाहे तपाईँ तिनसँग सहमत नहुनुहोस्। सकारात्मक शरीर भाषाको प्रयोग गर्नुहोस्। आँखा सम्पर्क बनाउनुहोस्, खुला दिमागले कुरा गर्नुहोस् र सकारात्मक शरीर भाषाको प्रयोग गर्नुहोस्। विवादहरूको समाधान। शान्त रहनुहोस् र समस्या बुझ्ने कोसिस गर्नुहोस्। रिसमा आउनेको सट्टा शान्त रहनुहोस् र समस्याको जरासम्म पुग्ने कोसिस गर्नुहोस्। आफ्नो र अर्को व्यक्तिको दृष्टिकोणबाट हेर्नुहोस्। अवस्थालाई आफ्नो र अर्को व्यक्तिको दृष्टिकोणबाट हेर्ने कोसिस गर्नुहोस्। सहकारी समाधान खोज्नुहोस्। समस्याको समाधान खोज्नका लागि एकअर्कासँग मिलेर काम गर्नुहोस्। सम्झौता गर्न र आवश्यक परेमा माफी माग्न तयार रहनुहोस्। माफी माग्ने र क्षमा गर्ने शक्तिलाई बुझ्नुहोस्। गल्ती स्वीकार गर्नु र माफी माग्नु सम्बन्धहरूलाई बलियो बनाउनमा महत्त्वपूर्ण भूमिका खेल्छ। साथै क्षमा गर्ने शक्तिले पनि सम्बन्धहरूलाई निखार्न मद्दत गर्छ। स्वस्थ सम्बन्धहरूलाई बढावा दिनु। दयालु र सहयोगी बन्नुहोस्। अरूको मद्दत गर्नुहोस् र दयालु रहनुहोस्। आफ्ना पार्टनर वा साथीहरूको प्रशंसा गर्नुहोस्। उनीहरूको सराहना गर्नुहोस् र उनीहरूलाई भन्नुहोस् कि तपाईँ उनीहरूको कति कदर गर्नुहुन्छ। सँगै समय बिताउनुहोस्। आफ्ना पार्टनर वा साथीहरूसँग गुणस्तरीय समय बिताउनुहोस् र ती कुराहरू गर्नुहोस् जुन तपाईँहरूलाई मनपर्छ। नयाँ कुराहरू सिक्नुहोस् र सँगै बढ्नुहोस्। सँगै नयाँ कुराहरू सिक्ने र एकअर्कालाई प्रेरित गर्ने कोसिस गर्नुहोस्। पोइन्ट 8, उत्पादकता र समय व्यवस्थापन। किताब थिङ्क स्ट्रेट उत्पादकता र समय व्यवस्थापनलाई राम्रो बनाउनका लागि केही महत्त्वपूर्ण रणनीतिहरू छन्। प्राथमिकता निर्धारण। कार्यहरू किताबले यो कुरामा जोड दिन्छ कि तपाईँ आफ्ना कार्यहरूलाई तिनको महत्त्व र समय सीमा अनुसार प्राथमिकता दिनुहोस्। सबभन्दा महत्त्वपूर्ण कार्यलाई पहिले गर्नुहोस् र कम महत्त्वपूर्ण कार्यहरूलाई पछि टार्नुहोस्। लेखकले ABCD विधिको सुझाव दिन्छन्, जहाँ A महत्त्वपूर्ण र आवश्यक कार्यहरू जो टार्न सकिँदैन, B महत्त्वपूर्ण तर तुरुन्त आवश्यक नहुने, C कम महत्त्वपूर्ण तर आवश्यक काम, D न महत्त्वपूर्ण न आवश्यक काम। A कार्यहरूलाई पहिले गर्नुहोस्, त्यसपछि B र यदि समय भए C। D कार्यहरूलाई टार्नुहोस् वा हटाउनुहोस्। विचलनहरू हटाउनु। किताबले बताउँछ कि कसरी बाह्य र आन्तरिक विचलनहरूले तपाईको उत्पादकतालाई कम गर्न सक्छन्। बाह्य विचलनहरूमा सोशल मिडिया, फोन सूचनाहरू र शोर सामेल छन्। आन्तरिक विचलनहरूमा चिन्ताहरू, नकारात्मक सोचहरू र अल्छीपन जस्तै फोनलाई साइलेन्ट मोडमा राख्नु वा अलग राख्नु, सोशल मिडिया एपहरूलाई ब्लक गर्नु, शान्त वातावरणमा काम गर्नु, टु-डु सूची बनाउनु र त्यसमाथि ध्यान दिनु, माइन्डफुल र ध्यानको अभ्यास गर्नु, कुशलतापूर्वक काम गर्नु। किताबले समय बचाउने र बढी प्राप्त गर्नका लागि कुशलतासँग काम गर्ने तरिकाहरू सिकाउँछ।
यसमा सामेल छ एकपटकमा एउटै काम गर्नु र बहुकार्यताबाट बच्नु, साना साना ब्रेक लिएर ऊर्जा स्तर कायम राख्नु, स्वचालन उपकरणहरू र प्रविधिको प्रयोग गर्नु, पार्किन्सन्स ल लागू गर्नु जसले भन्छ कि कुनै काम पूरा गर्नमा जति समय तपाईँ सोच्नुहुन्छ त्यसभन्दा कम समय लाग्छ। 2 मिनेट नियमको प्रयोग गर्नु जसअनुसार यदि कुनै काम 2 मिनेटभन्दा कम समयमा पूरा गर्न सकिन्छ भने त्यसलाई तुरुन्त गर्नुहोस्। यदि तपाईँलाई हाम्रो किताब सारांश राम्रो लागिरहेको छ भने बुक इन्साइडरलाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्। यी रणनीतिहरू अपनाएर तपाईँ आफ्नो उत्पादकता बढाउन सक्नुहुन्छ, समयको राम्रो व्यवस्थापन गर्न सक्नुहुन्छ र आफ्ना लक्ष्यहरूलाई छिटो प्राप्त गर्न सक्नुहुन्छ। किताबमा दिइएका अन्य सुझावहरूमा सामेल छ नियमित रूपमा कामको समीक्षा गर्नु र सुधार गर्नु, साना लक्ष्यहरू सेट गर्नु र तिनलाई मनाउनु, अरूबाट मद्दत लिनु, सकारात्मक रहनु र आशावादी हुनु। पोइन्ट 9 वित्तीय व्यवस्थापन। किताबले सिधै वित्तीय व्यवस्थापनमा ध्यान केन्द्रित गर्दैन, तर यो तपाईँको वित्तीय जीवनलाई राम्रो बनाउन मद्दत गर्ने केही महत्त्वपूर्ण सिद्धान्तहरू बताउँछ। सूचित वित्तीय निर्णयहरू लिनु, लक्ष्यहरू सेट गर्नुहोस्, आफ्नो वित्तीय अवस्थाको मूल्याङ्कन गर्नुहोस् र स्पष्ट मापनयोग्य वित्तीय लक्ष्यहरू सेट गर्नुहोस्। उदाहरणका लागि तपाईँ ऋण तिर्न चाहनुहुन्छ, रिटायरमेन्टका लागि बचत गर्न चाहनुहुन्छ वा घर किन्न चाहनुहुन्छ। आफ्ना विकल्पहरूमाथि अनुसन्धान गर्नुहोस्। लगानी, बीमा, क्रेडिट कार्डहरू जस्ता वित्तीय उत्पादनहरू र सेवाहरूको तुलना गर्नुहोस् ताकि तपाईँ आफ्ना लक्ष्यहरू प्राप्त गर्नका लागि उत्तम विकल्प छान्न सक्नुहुन्छ। भावनाहरूबाट बच्नु। भावनात्मक आवेगमा निर्णय लिनबाट बच्नुहोस्। तार्किक सोचको प्रयोग गर्नुहोस् र निर्णय लिनुभन्दा पहिले सबै पक्षहरूमा विचार गर्नुहोस्। ऋणबाट बच्नु। ऋणको व्यवस्थापन गर्नुहोस्। आफ्नो ऋणको ट्र्याक राख्नुहोस् र ब्याज दरहरू र न्यूनतम भुक्तानी कम गर्ने तरिकाहरूको खोजी गर्नुहोस्। योजना बनाउनु। ऋण तिर्नका लागि एउटा ठोस योजना बनाउनुहोस्। यसमा अतिरिक्त भुक्तानीहरू गर्नु, गैर आवश्यक खर्चहरूमा कटौती गर्नु र अतिरिक्त आय स्रोतहरू खोज्नु सामेल हुन सक्छ। मद्दत लिनुहोस्। यदि तपाईँ अलमलमा हुनुहुन्छ भने वित्तीय सल्लाहकार वा ऋण परामर्शदाताबाट सहायता लिनुहोस्। वित्तीय लक्ष्यहरू प्राप्त गर्नु। बचतको बानी बसाल्नु। नियमित रूपमा बचत गर्ने बानी बसाल्नुहोस्, चाहे रकम कम नै किन नहोस्। समयसँगै तपाईँको बचत रकम बढ्दै जानेछ, लगानी गर्नुहोस्। आफ्ना लक्ष्यहरूलाई छिटो प्राप्त गर्नका लागि आफ्नो बचतलाई बुद्धिमानीसँग लगानी गर्नुहोस्। विभिन्न लगानी विकल्पहरू जस्तै म्युचुअल फन्डहरू, स्टकहरूमा अनुसन्धान गर्नुहोस् र आफ्नो जोखिम सहनशीलताको आधारमा लगानी गर्नुहोस्। आफ्ना खर्चहरूलाई ट्र्याक गर्नुहोस्। यो बुझ्नका लागि कि तपाईँको पैसा कहाँ जाँदैछ। आफ्ना खर्चहरूलाई ट्र्याक गर्नुहोस्। यसले तपाईँलाई आवश्यक खर्चहरूको पहिचान गर्न र बचत गर्नका लागि थप ठाउँ खोज्न मद्दत गर्न सक्छ। सेल्फ अवेयरनेस। आफ्ना वित्तीय बानीहरू र व्यवहारहरूबारे जागरुक रहनुहोस्। जिम्मेवारी लिनुहोस्। आफ्ना वित्तीय निर्णयहरूका लागि जिम्मेवारी लिनुहोस् र गल्तीहरूबाट सिक्नुहोस्। दीर्घकालीन दृष्टिकोण राख्नुहोस्। छिटो नाफाको सट्टा दीर्घकालीन वित्तीय स्थिरतामा ध्यान दिनुहोस्। तपाईको समग्र स्वास्थ्यमा तपाईको शारीरिक, मानसिक र भावनात्मक कल्याण सामेल छ। यी सबै क्षेत्रहरूमा स्वस्थ बानीहरू अपनाएर तपाईँ आफ्नो समग्र स्वास्थ्यलाई राम्रो बनाउन सक्नुहुन्छ। तनाव व्यवस्थापन। आफ्ना तनावहरूलाई चिन्नुहोस्। आफ्ना तनावका स्रोतहरूलाई बुझ्नाले तिनसँग सामना गर्नका लागि राम्रा तरिकाहरू खोज्न मद्दत गर्न सक्छ। स्वस्थ तनाव व्यवस्थापन प्रविधिहरूको अभ्यास गर्नुहोस्। गहिरो सास लिनु, मेडिटेसन, योग र व्यायाम तनाव कम गर्न मद्दत गर्न सक्छ। निद्रामा सुधार। एउटा नियमित निद्रा कार्यक्रम बनाउनुहोस् र त्यसको पालन गर्नुहोस्। हरेक रात लगभग एउटै समयमा सुत्ने र बिउझने कोसिस गर्नुहोस्। सुत्नुभन्दा पहिले आरामदायी रुटिन बनाउनुहोस्। तातो नुहाउनु, पढ्नु वा हल्का सङ्गीत सुन्नु तपाईलाई सुत्न तयार पार्न मद्दत गर्न सक्छ। आफ्नो सुत्ने वातावरणलाई आरामदायी बनाउनुहोस्। निश्चित गर्नुहोस् कि तपाईको शयनकक्ष अँध्यारो, शान्त र चिसो छ। क्याफेन र अल्कोहलको सेवन सीमित गर्नुहोस्। यी पदार्थहरूले तपाईको निद्रालाई अवरोध गर्न सक्छन्। शारीरिक र मानसिक स्वास्थ्यलाई बढावा दिनु। स्वस्थ खाना खानुहोस्। एउटा सन्तुलित आहारले तपाईको शारीरिक र मानसिक स्वास्थ्यलाई समर्थन गर्न सक्छ। नियमित व्यायाम गर्नुहोस्।
व्यायामले तपाईँको शारीरिक र मानसिक स्वास्थ्यका लागि धेरै फाइदाहरू दिन्छ। आफ्नो सामाजिक सर्कलबाट जोडिएर रहनुहोस्। बलिया सामाजिक सम्बन्धहरू तपाईँको शारीरिक र मानसिक स्वास्थ्यका लागि महत्त्वपूर्ण छन्। आफ्ना भावनाहरूलाई व्यक्त गर्नुहोस्। आफ्ना भावनाहरूलाई दबाउनेको सट्टा तिनलाई स्वस्थ तरिकाहरूबाट व्यक्त गर्नु महत्त्वपूर्ण छ। त्यसैले फ्रेन्ड्स, यो थियो हाम्रो आजको किताब सारांश। तपाईलाई कस्तो लाग्यो कमेन्ट गरेर जरुर बताउनुहोस् र धन्यवाद तपाईको सारांश अन्त्यसम्म सुन्नु भएकोमा।